नमस्ते साथी, तपाईँलाई स्वागत छ टेसन शर्मा। आज यस भिडियोमा चाहिँ म तपाईँहरूलाई चाहिँ यदि तपाईँसँग तपाईँको नेसनल आइडी कार्ड नम्बर छैन, होइन, तपाईँले रेजिस्ट्रेसन चाहिँ गराउनु भएको थियो, त्यति बेला त हुन त हामीलाई एउटा पेपरमा पनि नेसनल आइडी प्रिन्ट गरेर दिइन्छ र प्लसमा चाहिँ हाम्रो नम्बरमा पनि मेसेज आउँछ। तर केही गरी तपाईँको त्यो पेपर अथवा त्यो मेसेज पनि डिलिट भइसक्यो र अब चाहिँ तपाईँलाई तपाईँको नेसनल आइडी नम्बर थाहा छैन भने चाहिँ त्यस्तो केसमा चाहिँ तपाईँले नेसनल आइडी नम्बर चाहिँ कसरी थाहा पाउन सक्नुहुन्छ, त्यो कुरा चाहिँ यस भिडियोमा जानकारी गराउनेछु। र सँगै तपाईँले चाहिँ एउटा अनलाइन कपी पनि पाउनुहुन्छ तपाईँको नेसनल आइडीको, त्यसलाई चाहिँ तपाईँले डाउनलोड अथवा स्क्रिनसट लिएर पनि राख्न सक्नुहुन्छ। त्यो चाहिँ कसरी गर्न सकिन्छ, त्यो पनि यस भिडियोमा नि तपाईँहरूलाई देखाउनेछु। सबभन्दा पहिला अब नेसनल आइडी थाहा पाउनको लागि तपाईँले चाहिँ फाइन्ड नेसनल आइडी कार्ड भनेर चाहिँ गुगलमा सर्च गर्नुपर्ने हुन्छ। त्यस पछाडि चाहिँ फर्स्टमा चाहिँ तपाईँले यस्तो खालको लिङ्क देख्नुहुन्छ, फाइन्ड योर नेसनल आइडी नम्बर सिटिजन पोर्टल भनेर। अब यही ठ्याक्कै वेबसाइटको लिङ्क म तल तल डिस्क्रिप्सनमा राखिदिन्छु। सो तपाईँले डाइरेक्टली त्यही लिङ्कमा क्लिक गरेर पनि यो वेबसाइटमा आउन सक्नुहुन्छ अथवा तपाईँले म जस्तै यसरी नै गुगलमा सर्च गरेर पनि यो वेबसाइटमा आउन सक्नुहुन्छ। अब यो वेबसाइटमा आइसके पछाडि चाहिँ यसले चाहिँ केही डिटेलहरू माग्छ। यो डिटेलहरू हामीले करेक्टली प्रोभाइड गरेर यहाँ सर्चमा क्लिक गऱ्यो भने चाहिँ यसले चाहिँ हाम्रो नेसनल आइडी नम्बर खोजेर चाहिँ हाम्रो अगाडि चाहिँ ल्याइदिन्छ, देखाइदिन्छ। अब यहाँ चाहिँ हामीले डिटेल दिनुपर्ने के हुन्छ भन्दाखेरि चाहिँ आफ्नो नाम, डेट अफ बर्थ, अन्त तपाईँको नागरिकताको जारी मिति, यानि कि कहिले इस्यु कहिले भएको त्यो जारी मिति, त्यस पछाडि एउटा क्याप्चा हुन्छ तल, त्यो फिल गर्नुपर्ने हुन्छ। त्यति गरेर हामीले यहाँ सर्चमा क्लिक गरेपछि चाहिँ हाम्रो नेसनल आइडी चाहिँ यहाँ देखाइन्छ। अब यहाँ नामको कुरामा चाहिँ के छ भन्दाखेरि तपाईँले नाम चाहिँ नेपालीमा नि लेख्न सक्नुहुन्छ अथवा इङ्ग्लिसमा नि लेख्न सक्नुहुन्छ। यो चाहिँ अरमा छ। सो तपाईँले नेपाली र इङ्ग्लिस दुइटैमा लेख्नुपर्छ भन्ने छैन। या त नेपालीमा लेख्नुहोस् या त इङ्ग्लिसमा लेख्नुहोस्। तपाईँलाई जेमा सजिलो लाग्छ त्यसमै लेख्नुहोस्। अब म पनि यहाँ अब जे मागेको इन्फर्मेसनहरू छ त्यो चाहिँ म यहाँ फिल गर्छु अनि फिल गरेर तपाईँ सर्च गरेर तपाईँलाई देखाउँछु कि तपाईँले तपाईँले कसरी चाहिँ आफ्नो नेसनल आइडी चाहिँ भेट्न सक्नुहुन्छ भनेर। सो म चाहिँ यहाँ फर्म फिलअप गर्छु। त्यसपछि नेक्स्ट स्टेप चाहिँ तपाईँहरूलाई देखाउनेछु। ओके, सो मैले चाहिँ आफ्नो यहाँ सबै डिटेलहरू फिल गरिसकेको छु। अब चाहिँ यहाँ सर्च गरेर हेरौँ। ओके, सो तपाईँले देख्न सक्नुहुन्छ मेरो अगाडि चाहिँ मेरो यो नेसनल आइडी नम्बर भनेर नम्बर आइसकेको छ, मेरो फोटो आइसकेको छ र अदर डिटेल्सहरू अरू पनि मेरो डिटेलहरू चाहिँ सबै यहाँ देखाइसकेको छ। सो यसरी नै चाहिँ तपाईँले पनि आफ्नो नेसनल आइडी नम्बर यदि तपाईँसँग छैन भने चाहिँ यसरी नै तपाईँले चाहिँ आफ्नो नेसनल आइडी नम्बर सर्च गर्न सक्नुहुन्छ र अहिले जुन यो फोटोसहितको जुन देखाइरहेको छ एउटा अनलाइन कपी भनौँ, यसको तपाईँले स्क्रिनसट लिएर चाहिँ राख्न सक्नुहुन्छ। अथवा तपाईँलाई यसको सफ्ट कपी नै तपाईँको नेसनल आइडीको सफ्ट कपी नै चाहियो भने यो नेसनल आइडी नम्बर भनेर जुन नम्बर दिएको छ नि, यो नम्बर तपाईँले यहाँ कपी गरेर राख्नुहोला। त्यस पछाडि नागरिक एपमा गएर त्यहाँबाट लिङ्क गरेर तपाईँले सफ्ट कपी पनि लिन सक्नुहुन्छ। भयो भने म त्यो नागरिक एपमा कसरी नेसनल आइडी एड गर्ने र सफ्ट कपी लिने भन्ने कुरा पनि अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई देखाउनेछु।